वेलकम गाइज वेलकम टु अनदर ब्लग। अब हाम्रो चाहिँ चितलाङको ब्लग आउँदैछ। चितलाङ कुलेखानी मार्गु जाँदैछौँ हामी है। अब यहाँ बाटोमा छौँ अन द वे टु कुलेखानी जाने। सुरुमा कुलेखानी गइन्छ आज। अब कुलेखानी गएर त्यहाँ बसिन्छ कि मार्गु गइन्छ कि चितलाङ गइन्छ थाहा छैन। अब जान चाहिँ गइन्छ है। अब यहाँबाट हिँड्यौँ हामी बिस्तारै बाटो देखाउँदै गइन्छ। अब जाम है। आजको स्टे चाहिँ कुलेखानीमा हुन्छ जस्तो लागिरहेछ मलाई। लेट्स सी, लेट्स गो है त। ल बाटोमा के आउँछ सब देखिन्छ हामीले। ल हेर्नुहोस् है, बाटो चाहिँ यस्तो दामी छ। यता जाने बाटो पुरै यस्तो, यो तामान जाने बाटो यताबाट 9 बजी निस्किन सक्छ हामी है। दामी छ बाटो चाहिँ, बवाल छ बाटो। हेर्दा चाहिँ यस्तो मजा आउँछ चलाउन। अब यहाँ हेर्न सक्नुहुन्छ काठमाडौँ 127 किलोमिटर, भैँसी 4 किलोमिटर। हामी भैँसीबाट यता लागिन्छ भैँसे हुँदै हामी राइट लागिन्छ। लेफ्ट गएर चाहिँ तामानतिर गइन्छ। लेट्स गो इन्जोय द रोड। जाँदैछौँ हामी। रातामाटे खोला पुल आयो। यस्तो पुल देख्न सकिन्छ यहाँ हामीले ठाउँमा। सानो पुलहरू हुन्छन् है यस्तै यतातिर चाहिँ। यो चाहिँ एकदम पुरानो बाटो हो क्या, एकदम धेरै पुरानो बाटो, एकदम राम्रो बाटो। एकछिन रोडको मजा लिनुहोस् तपाईँहरूले। भाइ भैँसी भनेको भैँसे रहेछ। भैँसे। अब यताबाट हामी राइट लाग्न पर्छ जस्तो लाग्छ है मलाई पुलबाट। कता हो बाटो त भुलेँ मैले। लामी डाँडा जाने। लामी डाँडा यता भुटानको लामी डाँडा नै आउँछ यता दामन जाने बाटोमा हो। अब चाहिँ हामी यहाँबाट चाहिँ भैँसे आइयो। अब यहाँबाट हामी कुलेखानी जान चाहिँ यता जस्तो लाग्छ है। त्यहाँ हेरौँ है। ठाउँ विषय 120 किलोमिटर, दक्षिण काली काठमाडौँ यो बाटो जाने है। उहाँ फिटिङ हो। हेटौँडा भैँसे तामान यतै हो। ल यहाँबाट राइट लागिँदैछ हामी गाइजहरू। यता हाम्रो सरलाई सोध्न पर्ने हो हामीले। कुलेखानी जम्मा 27 भीमफेदी। ल हाम्रो चितलाङको जर्नी स्टार्ट भइसकेको छ गाइजहरू है। ल हामी जाँदैछौँ बिस्तारै, बाटोको मजा लिनु होला। ल गाइज हामीहरू जाँदैछौँ है। बाटोमा छौँ अन द वे। यस्तो दामी फुल देखिएको छ नि अगाडि। कति राम्रो देखिएको छ है बाटो हिँड्दाखेरि। को होटेल आएछ अगाडि। ओहो वाट अ भ्यू गाइस। कस्तो दामी देखियो के। भवार देखेछ भवार। हामी भीमफेदीमा आइसकेका छौँ। यो रहेको छ भीमफेदी बजार हो सबै है। कस्तो यहाँ एकदमै यो पुरानो बजार है। देख्न सक्नुहुन्छ तपाईँहरूले यो पुरानो बजार। तपाईँहरूलाई थाहा होला भीमफेदी भनेको नेपालमा पहिलोचोटि गाडी आउँदाखेरि राजाले केही बाटो हुँदै बोकाएर काठमाडौँ पुर्याएका थिए। राजाले त होइन बोल्छ, राजाका काम गर्नेले। त्यही भएर यो चाहिँ एकदम पुरानो ट्रेडिङ गर्ने बजार पनि हो कि एकदम पुरानो रुट। अब हामी भीमफेदीमा आइपुग्यो। अब हामी यहाँबाट अगाडि गइन्छ। बिस्तारै रमाइलो चलपल छ है भीमफेदीमा नि। ल लेट्स कन्टिन्यू आवर राइड। इन्जोय द जर्नी।
मौसमले च्यालेन्ज गरिसक्यो जति माथि आइन्छ त्यति चिसो हुँदैछ एकदम चिसो लास्ट चिसो रहेछ खुट्टा त यहाँ भिराएर हालत खराब भइसक्यो सल्लाह गाडीले हेर्न सकिन्छ चारैतिर बाटो पुरै यस्तो छ यस्तो सर्को यस्तो छ ल हेर्न सक्नुहुन्छ बाटो ल ल ल ल ल पुरै मोडियो अब यता गयो फेरि अब यता मोडियो पुरै फन 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 है बाटोको मजा यस्तै छ बाटो चाहिँ चिसो एकदम बडा चिसो अति सानो बाटो गाइजहरू हामी जाँदैछौँ है अन द वे यस्तो बाटो छ नि म फर्स्ट टाइम आएको यो भीमफेदीको बाटो हेटौँडाबाट भीमफेदी हुँदै यता कुलेखानी जाने पुरै बाटो त सर्प चाहिँ फन्ती गाडी नि यहाँ यस्तो गइरह यस्तो टर्निङ है त्यही माथि चिसो त कुरै नगरौँ यस्तो चिसो छ नि टाउको दुखिसक्यो यहाँ तिमा बाफ्रे चिसो त खतरा छ बाटो ल यस्तो छ यो बाटो पुरै सकिन्छ यस्तो छ बाटो पुरै गाडी त फेरि गाडी यति धेरै गाडी आइरहेको नि फेरि पुरै नगरौँ यो देख्न सकिन्छ दृश्यमा कुलेखानी ड्याम है यही नै हो माथि देख्न सकिन्छ दृश्यमा यत्रो ह्याप्पी छ अब हामी पुग्न लागिसक्यौँ है कुलेखानी ल है गाइस हामी आइसक्यौँ यता देख्न सक्नुहुन्छ ड्याम कुलेखानी ड्याम पुरै सर्लक्कै छ दृश्यमा हामी कुलेखानीको साइड भएर हिँडिरहेका छौँ है सिधै हिँडिरहेका छौँ हामी अहिले चाहिँ यही बाटो छ यता साइडमा हो कुलेखानी अब देख्यो होइन अहिले अलिअलि देख्यो भोलिको अहिले एकछिनपछि अगाडि गएर देख्यो भने चाहिँ देखाइन्छ है त ल चिसो भयो चिसो जङ्गलै जङ्गल दर्सी कुलेखानी ड्याम पुरै बोटिङ भइरहेको छ है यता ठुलो रहेछ यार उतैसम्म यो मानव निर्मित सबैभन्दा ठुलो ड्याम ल हेर्न सकिन्छ है धमाकै छ भोलि बोटिङ गरिन्छ उता गएर अहिले चाहिँ यति नै हेरौँ है हामी यहाँ आइयो अब चाँडो गएर रुमसुम खोजेर बस्नु पर्यो जाडो भयो अति नै जाडो भयो यहाँ हालत खराब भइसक्यो यस्तो छ ल फाइनल्ली रिच कुलेखानी है फाइनल्ली कुलेखानी आइयो कुलेखानी भिलेज रिसोर्ट यस्तो छ यहाँको माहौल अहिले बाइक साइक पार्क गरेर यहाँ रुम लिएर बसेको छ है अब आजको हाम्रो स्टे कुलेखानी भिलेज रिसोर्टमा अब यहाँ यस्तो छ अहिले म भित्रको देखाउँछु त्यो रुमतिरको एक हेरौँ है यहाँ भित्रको यस्तो छ यहाँको चाहिँ हाम्रो ट्याक्क कुलेखानी देखिन्छ है त लुक एट द भ्यू लुक एट आवर रुम हाम्रो रुमको अवस्था यस्तो छ यहाँनिर सबै चिमा है यस्तो छ बाहिर यस्तो छ है भ्यू वाउ 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 लुक एट द भ्यू म्युजिक भन्छ स्विमिङ छ यहाँ
अब यहीँ नै इन्ड भयो चाहिँ भ्लग चाहिँ होइन भ्लग चाहिँ 2 विक कन्टिन्यू हुन्छ भोलि आज यहाँ बस्यो अब यहीँबाट भोलि बिहान कन्टिन्यू हुन्छ यो भ्लग है त टिल देन भोलि कन्टिन्यू गरिन्छ बाई गुड मर्निङ गाइज फ्रम कुलेखानी यस्तो हो कुलेखानीको अहिलेको अवस्था पानी पर्यो रातभरि बादल लागिरहेको छ सेम पानी परिरहेको अहिले अगाडि कुलेखानी यस्तो छ यहाँ छु कस्तो नि दाइ यो चिसो यस्तो भ्यू छ यति आनन्द आइरहेको छ यहाँ चाहिँ है लेट्स सी द भ्यू ल अब एकछिन पछि रेडी भएर ब्रेकफास्ट खाने अनि निस्किनु पर्छ है त मार्खुतिर जानुपर्छ अनि चितलाङ हेरेको अब बाटो हिलो भयो जस्तो छ बिजोक होला जस्तो छ यहाँ टक्क बसेर ल दामी छ भ्यू चाहिँ पानी आयो गाइस धमाकेदार पानी आयो यार यस्तो ठुलो पानी परेछ नि यहाँ जाडो नि हिउँ पर्छ क्या यस्तो जाडो यस्तो चिसो झन् अब निस्किने बिस्तारै डुल्दै जाने भने त लौ हेर्ने हो कताडो उताडो वेलकम ब्याक अब हामी बोटिङ गर्न जाँदैछौँ गाइस यस्तो कुलेखानीमा बोटिङ गर्नु कस्तो हुँदो रहेछ है लेट्स यस्तो छ मलाई स्विमिङ गर्न मन लाग्यो स्विमिङ गर्न सकिन्छ नहराइन त हो यस्तो छ हिजोले यहाँ बसेर म्याच हेऱ्यो होइन प्रोजेक्टरमा फिफा वर्ल्ड कपको फर्स्ट म्याच हेरियो कसको अरे साउथ अफ्रिका भर्सेस मेक्सिको र मेक्सिकोले 2-0 ले जितेको छ यस्तो कस्तो ठाडो यार कता हो ओहो त्यहाँबाट गएर उताबाट झर्ने ल ल ल ल ल जम 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 यहाँ प्लेग्राउन्ड नै छ है बच्चा बच्चीको लागि ट्याक्क खेल्न पार्क जस्तो ठुलो मान्छेहरूले खेल्न नि अलि उता नि पिङसिङ खेल्न नि छ व्यवस्थित रहेछ यो रिसोर्टमा चाहिँ पुरै कुरो एकदम
यताबाट हो त्यताबाट के हो त त्यताबाट नि गइरहेको थियो त उताबाट राम्रो थियो क्या हो गाइज हामी आइसक्यौँ है आइसक्यौँ झरनातिर यस्तो छ यहाँको भ्यू ट्याक्क लाग्यो तर बोट चाहिँ छैन चापीले खास बोटको एउटा बोट रहेछ आफै चलाइदिए हुन्छ त्यहाँ ड्राइभरलाई चाहिने क्या बोटको ए चाबीहरू केही चाहिन्न ड्राइभरसँग टेक्निक हुन्छ आफ्नै तार यसो यसो ल ठिक छ ल ल त्यसो ल आइए हामी यस्तो छ यहाँको भ्यू यस्तो कुलेखानी अलि नजिकबाट हेर्नुहोस् पानी यति सङ्लो छ निलो सललल्ल बगिरहेको छ उहाँ बोट छ त्यो बोट लिएर आइज नि त जा पौडी खेलेर गएर उहाँ माझको बोट अनि जाऊँ ल आयो आयो बोट आयो ल आयो बोट आयो उताबाट सर आइसक्यो बोट ल बोट देखाउँछु तपाईँहरूलाई म अहिले एक राउन्ड हो क्या यहीँ कता गयो बोट यतै देखिएको थियो त अघि लुक देयर बाई रोडको बाटोमा धुलो उडाउँदै भन्दै आएको बोट ल पुरै आइज घर भयो Look at this कुलेखानी ड्याम यस्तो छ त्यता हो ब्यारेक हामी आएको हिजो आएको बाटो ड्यामको त्यता छ यो ड्याम त ड्याम सबै ढुङ्गाहरू छन् माझ त्यहाँ माछा पालन छ टक्क देखियो अब बोट यता गएको एकछिनपछि आउँछ बोट अघि नै ड्रोन सट हामीले हेरिहाल्यो यस्तो छ भ्यू अब हामी खै बोट कथेर आउने यार बोट चाँडै आइदिए बोटिङ गरेर निस्किनु त यहाँबाट हो ए अँ माथि त्यत्रो अब आउने हो नि बर्खामा त ल यस्तो छ है बोट यहाँ नजिकबाट यस्तो छ ल बोट आउँछ नि बोटासी बोटिङ गरौँ ल कथेर आउने भएर चाँडो आइदियो भने त चाँडो हुन्छ है हाम्रो बोट आइसकेको गाइज के भयो हरा क्या ल अब बोटिङ स्टार्ट हुँदैछ हामी आएर रेडी टु गो त्यही होइन के हो यार यहीँ छ कि भर्खर काटेरै त आएको ल यस्तो बोट आइसक्यो अब गइन्छ स्टार्ट भइसक्यो स्टार्ट भइसक्यो गाइज ल लेट्स गो यस्तो छ बोटिङ कुलेखानीमा लुक एट द भ्यू के छ ठिक छ एकदम प्रपर यस्तो ड्यामहरू मजा हेर है ल चिसो चिसो आवाज सरर सुन्ने हो कि नै ल तर एक राउन्ड हानेर आइन्छ उताबाट हामी मजा आइरह हुन्छ
ठ्याक्क कुलेखानीमा छौँ हाम्रो अब बोटिङ भइयो अब हामी अब कता हाम्रो नेक्स्ट डेस्टिनेसन अब भेडा फार्म हो कि के भन्ने त्यो त चितलाङ हो यस्तो छ ल अब त्यही हो एकदम बस्न आएर आनन्द हेरेर बस्न चाहिँ आनन्द छ क्या चिसो चिसो है चिल मौसम छ ल लगाइजहरू बोटिङ त गरियो बोटिङ गरेर बस्न नपाउँदै भ्याइसक्यो बोटिङ यस्तो हाँसो लाउँदो भयो यस्तो तुफान चलायो नि त दाइले बोटिङ तुफान लगाएर गयो हामीलाई 8 मिनट पुरै 8 मिनट अन्त हुँदो रहेछ यार पुरै फनक्क एक राउन्ड हानेर आइदियो त्यही नै हो फेरि आइसक्यो ल घुमियो अब हामी यहाँबाट निस्किन्छौँ अब निस्केर झोलासोला प्याकिङ गरौँ चेकआउट गरौँ अनि यहाँ निस्केर जाऊँ अनि कता गइन्छ त्यसपछि देखाइन्छ है त ल हो तर क्या दामी छ कि यहाँ बस्न आनन्द शीतल छ है कस्तो रह्यो एक्सपिरियन्स चढ्न पाउँदै झर्नी पहिले भिडियो चाहिँ पहिले बनाइसकेको राम्रो फोटो भिडियो हल्ला नभन्दै सकिन्छ है त्यता आएर त्यता गएर चिल तरिकाले बस्न नि पाइयो यता पिङले पर्खिरहेको छ पिङमा आएर बस्नु नि पाइयो आइज बस हम दोनों दो प्रेमी त्यही हो त्यस्तो छ है गाइजहरू अब निरलले अर्कोचोटि गर्लफ्रेन्ड ल्याएर आउँछु अनि यहीँ घुमाउँछु भने है ल ठिक छ ओ यो चिप्लिन्छ यार पछि अलि राम्रोसँग बस्नु पर्दो रहेछ बाइक बिग्रो माथि कल परेको छु बाइक बनाइयो अब बल्ल लाग्ने ढिलो भयो यहाँ आएर बनाउनु पऱ्यो 4 किलोमिटर टाइम टु लिभ दिस होटल है अब यहाँबाट निस्किनु लाग्यो अब बाइक बिग्रेर गराएर आइयो होइन देखाइहाल्यो के अरे अब ल यहाँ निक्लिनु लाग्यो ढिलो भयो 1 बजे अरे ल यो रिसोर्ट छोडेर निस्क्यो हामी राम्रोसँग रिसोर्ट राम्रो छ ल रिसोर्ट राम्रो छ अब ब्रोइलर कुखुराको मासुमा पानी हालेर दिइहाल्छ के होइन यत्रो रिसोर्टमा त्यस्तो गरेको त चाहिँ साह्रै हाँसो लाग्दो एकदम खतम है है मान्छे धेरै भएर हो कि यस्तो राम्रो छ ल अब यहाँ निस्किनु लाग्यो है अब त हेरौँ अब हामी मार्खु जाने मार्खु चितलाङ त्यही भेटौँ ल बाटोमा ओहो गाइज माथि हेर त माथि बाफ्रे पहिरो गएर बिजोग छ है बाटो बिजोग छ है माथि जानेतिर अलि राम्रोसँग उकालो रहेछ ल ल ल ल जान्छ हाम्रो बाइक त फेरि जस्तो पनि जान्छ यो टिभिएसको इन्जिन चाहिँ कडा छ है गाइजहरू हामी मार्खु आइसकेका छौँ है यस्तो छ मार्खु चाहिँ ट्याक्क गाउँहरू छ बाटो बन्दै रहेछ बाटो पुरै बिग्रिएछ ठाउँमा लेल हरान्छ ट्याक्क अब यो कुलेखानी भइहाल्यो उताबाट उहाँबाट बगेर आएको कुलेखानी ड्याम पुरै सल्लक्कै त बगिरहेको रहेछ यो चाहिँ अब यहाँहरू होटेलहरू लजहरू सबै छन् है रिसोर्टहरू यो बोटिङ हुन्छ यहाँ सर मोटर बोर्डमा हामी बिहान गरे जस्तै आएर बस्न टाइम पास गर्न होइन गर्मी छल्न चाहिँ ट्याक्क यहाँ आएर विकेन्डमा चाहिँ रमाइलो ठाउँ चाहिँ ल एकचोटि भिजिट गर्नुपर्ने ठाउँ रहेछ ल है अब हामी यहाँबाट चाहिँ अगाडि गइन्छ अब चितलाङतिर गइन्छ है चितलाङतिर गएर भेटौँ ल बाटोमा लेट्स गो ल यो देख्न सक्नुहुन्छ है पुरै मार्खु बजार इन्द्र सरोवर 1 मार्खु मकवानपुर यस्तो रहेछ मार्खु बजार चलपल छ है बजारमा चलपल छ ल हेर्नुहोस् मजा लिनुहोस् यी पुरानो घरहरू हेलो हजुर तपाईँहरूलाई हार्दिक स्वागत गर्दछौँ इन्द्र सरोवर तार यता जाने अनि यताबाट चाहिँ मोहिनी झर्ना पैदल मार्ग है छ झोलुङ्गे पुल जाने बाटो चितलाङ काठमाडौँ जाने बाटो तपाईँ मार्खु बजारमा हुनुहुन्छ
सृजना महिला बचत तथा ऋण सहकारी संस्थाको प्रायोजनमा धन्यवाद। धन्यवाद। ल हामी अब यता गइन्छ है त ल। गाइजहरू हामी आइपुगेका छौँ भेडा फार्ममा। यस्तो छ यहाँ बाइक राख्ने रहेछ ट्याक्क लाएर यस्तो रहेछ। ल यही हो भेडा फार्म भरे हामीले उता देखिरहेको यहाँ त के पनि जाम यहाँको विशेषता यस्तो रहेछ। नयाँ ठाउँमा आउँदा नजिकै आइएको थियो आएर एक भिजिट गराइहालौँ भनेर आएको। ल एकछिन हेरिहालौँ न घर के नै छ र आएको बेलामा। चितलाङ यता भेडा फार्म यस्तो रहेछ यी पुरै सल्लाह धुपैले यस्तो पुरा वाल्ला रहेछ। यहाँनिर त कहाँ जाने उहाँ रहेछ फार्म रहेछ फाँट रहेछ त्यही रहेछ होइन पुरै। गाइज यस्तो रहेछ है भेडा फार्म पुरै फाँट यस्तो छ पुरै फाँट। एउटा डाँडो रहेछ सर्लक्कै होइन यस्तो यताबाट बनेको उताबाट बनेको त्यही भेडा चढाउँदो रहेछन् उहाँ भेडा देखिएछन् त्यही नै रहेछ। ल विशेष त्यही भेडा चराएको हेर्न आएको हामी। उपारिको चाहिँ चितलाङ गाउँ हो उपारिको चाहिँ चितलाङ गाउँ सबै देखियो होइन। आएर हेर्दा चाहिँ राम्रो छ त्यस्तो नराम्रो भन्न मिलेन। पुरै फाँट 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 छ सर्लक्कै। ऊ त डाँडा टुप्पा जाने त्यहाँ हेर्ने बस्ने भेडा नि चराएको त्यहाँ यस्तो छ है त। ल भेडा फार्म सर्लक्क फाँटा देख्न सकिन्छ। त्यतातिर चाहिँ भेडा चरिरहेछन् यता देख्न सकिन्छ यी बाख्रा चरिरहेछन्। ल यही नै हो है त ल गाइजहरू भेडा फार्मको दृश्य देख्न सक्नुहुन्छ। चितलाङ भेडा फार्मबाट स्वागत छ गाइजहरूलाई। पछाडि देख्न सकिन्छ भेडा अलिअलि चरिरहन है यही नै रहेछ यो यस्तो छ वरिपरि। यता मेरो ब्याकग्राउन्डमा चाहिँ छ चितलाङ गाउँ पछाडितिर देखिन्छ पुरै। यता चाहिँ राम्रो देखियो बरु यता पुरै वालसाल लाएर यस्तो रहेछ पुरै भेडा फार्म त व्यवस्थित चाहिँ। यही नै चरिरहेका छन्। यी भेडा हुन् कि बाख्रा हुन्? बाख्रा जस्तो छन्। हरियाली चाहिँ चारैतिर। यता मान्छेहरू छन्। ल गाइजहरू देख्न सकिन्छ है मेरो पछाडि भेडा फार्म दृश्यमा हरियाली। यो चाहिँ बिहानतिर बेलुकातिर आएर बस्ने हुन्छ है गरिमा शीतल आनन्द हावा चल्दो रहेछ सरर यो डाँडामा त्यो चाहिँ मजा आउँदो रहेछ। अरू चाहिँ नत्र यो देखिराखेको डाँडा काँडा देखेकोलाई चाहिँ खासै रङ्ग चाहिँ लाउन्न यथार्थ कुरो त्यही नै हो। ल हेर्नुहोस् मजा लिनुहोस् यस्तै छ। एकछिन हामी बसिन्छ मजा लिगौँ फोटोसोटो खिच्ने टिकटक गराउने हामीले त गराइन्न अब गराउने मान्छेहरूले यस्तै छ। ल इन्जोय द भ्यू। ल गाइजहरू अब चाहिँ हामी यहाँबाट निक्लिनु लाग्यो है भेडा फार्मबाट। के रह्यो यहाँको बसाइ?
चाहिँ अब समग्रमा अलिकति हल्का दुःखद पनि भयो एउटा सानो घटना एउटा प्रविधि के अरे ड्रोन सट हामीले ड्रोन उडाउन पाइएन एउटा के कारणले भन्छ अरे प्राविधिक समस्याले गर्दाखेरि टेक्निकल इस्यु हो यो टेक्निकल इस्यु भनौँ टेक्निकल इस्युले ड्रोन उडाउन पाइएन है हावा नि एकदम बल्ल ड्रोनै पुरै लैजाला जस्तो ड्रोनमा नि अलिअलि टेक्निकल इस्यु आयो त्यसैले कारणले यो भेडा फार्मको ड्रोन सट हेर्न पाइएन अब हाम्रो टुर यहीँ समाप्त भयो अब यहाँ रिटर्न ब्याक टु होम गइन्छ अब यहाँबाट तुफान तरिकाले कति बज्यो अहिले 2:13 भइसकेछ अब ट्याक्क लाएर यहाँबाट त्यहाँ चटपट खाने निर्णय भयो यहाँ चाहिँ यसो यहाँ चटपट चाखम यहाँ आएर धेरै बेला नखाएको चटपट खाने अनि यहाँबाट चाहिँ हामी रिटर्न टु होम सर लाएर यहाँबाट सुरुमा हामी चितलाङ भयो मार्खु हुँदै कुलेखानी हुँदै ड्यामबाट तल झरेर अनि हामी लागिन्छ होइन हेटौँडातिर लगभग गइयो भने 2 घन्टा त हेटौँडा पुगिन्न र ए पानी नपर्दै हुन्छ पानी पर्न ला फेरि पानी नआने 2-2:30 मजाले पुगिन्छ हेटौँडा अनि हेटौँडाबाट त घर त त्यही हो त 2 घन्टा नि लाग्दैन आनन्दले बाटो राम्रो छ ल यहाँ आउनु मन छ भने एक दिन आएर यसो डुल्नलाई कुलेखानी बस्ने रमाइलो साथीभाइ विकेन्ड मनाउन चाहिँ ठिक छ है त ल आउनु होला घुम्नु होला प्रचार गर्नु होला आफ्नो देशको ठाउँको आफ्नो ठाउँ घुम्न नि पर्छ देख्नुपर्छ ल यही नै हो अब बाटोमा कतै यसो भेटौँ ल नत्र अब लगभग अब हेटौँडातिर गएर भेटौँ ल भ्लगमा आएको बाटो के देखाउनु होइन सेम त्यही नै हो जुन बाटो आएको त्यही देखाउने कुरो नि भएन खासै ल अब चाहिँ हामी हाम्रो भ्लगको इन्डतिर छौँ इन्डै नभनौँ इन्ड त अब घरतिर गरौँ ल अब चाहिँ हामी यहाँ चाहिँ लाग्यो है त ल लेट्स गो यो टुरमा टेक्निकल इस्यु धेरै आयो अस्ति माइक बिग्रेर गोप्रोको 2 घन्टा हामीलाई हेटौँडामा गएर हाम्रो साथी आइसकेका छन् यहाँ के छ तेरो खबर तर्स्यो कति मोटो फेरि अस्ति माइकको समस्या आयो त्यही 2 घन्टा लस भयो हेटौँडामा माइकै पाइएन अहिले यहाँ जुगाड गरेर गरिरहेको त्यही पनि साउन्ड एकदम सानो आयो जस्तो लाग्छ मलाई अहिले यी गोप्रोमा के अरे हाम्रो ड्रोनमा समस्या आयो अब ड्रोन कहाँ गएर गराउने अब एकचोटि नानगढ गएर ल गाइजहरू अहिलेलाई चाहिँ राखियो बाटो भेटौँला है त ल बाई के छ निरज सर तपाईँ के भन्न चाहनुहुन्छ होइन एकदम ठिक छ अब समग्रमा जाने बेला हल्का दुःख त लागिहाल्यो त्यो बिग्रेको कारणले नत्र पनि ठिकै छ अरू आइए हेर्यो रमाइलो छ अब त्यही हो समग्र अब आउनुहोस् तपाईँहरू नै घुम्नुहोस् हाम्रो आज 3 दिनको बसाइ यताउता घुमेर ठिक छ ल ल हुन्छ है त ल ओके 3-4 दिन ल गाइज अब हामी यता अब यताबाट लेफ्ट लाग्ने भने चाहिँ हामी काठमाडौँ पुग्न सकिन्छ है जम्मा कति 40 किलोमिटर नै छैन यहाँ काठमाडौँ फार्पिङ अनि यता चाहिँ हामी अब कता गइन्छ अरे यता ड्याम हुँदै आर्मी ब्यारेक हुँदै हेटौँडातर्फ बाइकहरू हान्ने हो भिडभाड छ भिडभाड आज शुक्रबार विकेन्ड मनाउन आयो जस्तो छ ल हामी चाहिँ लाग्यो यताबाट ल गाइजहरू है हामी हिजोको बाटो झर्दैछौँ बिस्तारै पुरै रिङ्रिङ बाटो छ अब हामी जाँदैछौँ गाइजहरू हामी देउरालीमा छौँ बाइक यस्तो मजाले तात्यो कि एकछिन बाइकलाई आराम दिनुपर्ने अवस्था आयो कि त्यही भएर एकछिन 2-4 मिनट होइन 10-15 मिनट बस्नुपर्ने भयो डिसबाट पुरै धुवा आगो बल्ला जस्तो ओहो यस्तो चिज टिपेर ल्याएको नि अघि नै यार यस्तो खान्छ के अरे यो अमला के अरे होइन के हो यार अस्ति घर नि खाएको यार त्यो फाल्नु पर्दैन क्या यति खान्छ मिठो हुन्छ कप्प लाएर यस्तो गर्ने ल खामै छ गाइजहरू यहीँबाट सबैजनाले आरू पोखरा दामी यार अलिक टिपेर ल्याउनु पर्ने यार त्यहाँ बाटा थियो कि रुखैभरि
तर अर्काको है फेरि टिप्नु भएन त्यही भएर चाखम भनेर घन्टा टिपेर चाख्यो ल जाँदै हामी एकछिन बाइक यस्तो फोहोर हो बाइक ल बाइक हिलो भाइ घर गएपछि नुहाइदिउँ ल भोलि साह्रै फोहोरी भयो बाइक गाडीमा हिँड्दाखेरि बाइकमा हिँड्दा झ्याउ लाएर यहाँ गाडी हेर्छ हाम्रो इन्डियन गाडी आउँछ नि नेपाली ल 8वटा लगातार इन्डियन आएको थियो ओ नेपाली बल्ल ए यिनीहरू मानिन कार यति धेरै कार आछन् नि इन्डियन हामीले गनिरहेको कि 5वटामा एउटा इन्डियन त छ कि त्यही भएर यस्तो बाटोमा गन्दै गन्दै आएको त लगातार 8वटा इन्डियन आयो कि कार ल हेरौँ है त अब अहिले यो नेपाली आयो ल फाइनल्ली 9वटा कारमा सिधा 9वटा कारमा एउटा नेपाली बल्ल यस्तो छ हाम्रो कन्टेन्ट हामी पुरा यस्तो हेरेर हिँडिरहेको पिक मेल ह्याप्पिनेस भन्छ त्यस्तै ल टाइम पास यस्तो छ हेटौँडाको अवस्था चलपल छ हेटौँडामा हेटौँडा आएर खाजा खाएर हिँड्ने है हामी अब यहाँबाट झ्यालझुल खाएर फास्टफुडमा फेरि अँधेरो भयो भने अहिले खन्डा उल्टी उताको बाटो पुरै बिजोग हुन्छ क्या फेरि त्यही भएर अब खाजा खाइयो हिँडिहाल्ने है त ल यहाँबाट हिँड्ने अब लेट्स गो हेटौडामा यस्तो छ अब देखि छ नि के धानघाट 76 किलोमिटर रहेछ यहाँबाट ल जय बजरंगबली हनुमान की जय हो सनसेटको बेला हुँदैछ है सनसेटको बेला यत्र आउँछ केटाहरू त राम्रो लागेको छ हामी भण्डारा आइपुगेका छौँ ल अरे किन हल्ले यो पनि हल्लिन ला होइन गोबर नि ल बेकु भन्छ मामाको अवस्था शिथिल भइसक्यो है यहाँ मामा शिथिल भइसक्यो पुरै लास्टै हल्ले यार क्यामेरा यार किन यस्तो हल्ले यार हेलो हामी आइपुगेका छौँ भरतपुर फाइनल्ली जाँडा ब्लग सुरु गरेको हो हामी त्यही नै आइपुग्यौँ है ल जाँडा गइयो थियो त्यहीँ आइयो कति 3 दिनको दिन आइयो कति किलोमिटर हिँड्यो जम्मा 365 किलोमिटर रहेछ धेरै हिँड्छ है त ल तर घुम्यो जे होस् नगएको ठाउँ गइयो रमाइलो भयो ल गाइजहरू हामी आइपुग्यौँ है जाँडा सुरु गरेको त्यहीँ आइपुग्यो 3 दिनको यात्रा 370 किलोमिटर 65 समथिङ रमाइलो भयो घुमियो चितलाङ मार्खु लटमरेश्वर महादेव कुलेखानी सबै घुम्यो बवाल रमाइलो भयो अब घर आइसक्यौँ यो इन्ड है भ्लगको इन्ड भइसक्यो नानगढ आइसक्यो हामी दिस इज द इन्ड अफ दिस भ्लग है अब अर्को भ्लगमा भेटौँला किप वाचिङ किप सपोर्टिङ टिल देन बाई के 2 शब्द अनिरजी धन्यवाद सबलाई हेरिदिनु होला यसरी माया गरिदिनु होला हामी फेरि हिँडिरहेको छौँ शिथिल भए पनि हामी
मेला रमाइलोलाई चाहिँ मोज छ